नेपालकै अवस्थाले प्रहरी पनि रोएको दृश्यले आज धेरैलाई मन छोयो। सबै प्रहरी खराब कहाँ हुन्छन् र? कसैको आँखा रसाउँछ, कसैले त्यो पीडा निहाल्छ। यही त चलिरहेको छ हाम्रो समाजमा। आन्दोलन, तनाव र आरोप बीच पनि प्रहरी पनि मानव हुन्। भावनाले भरिएका एउटा प्रहरी महिला आँसु झार्दा त्यो केवल उनको व्यक्तिगत पीडा होइन, यो देशकै असहाय अवस्थाको अभिव्यक्ति हो। जनता र प्रहरी बीचको दूरी, राजनीतिक खेल र दमनको चक्रले दुवैलाई घाइते बनाइरहेको छ। आँसु बगाउनु उनको कमजोरी होइन, बरु यो प्रणालीले सबैलाई छुट्याएको प्रमाण हो। आज उनको आँसु देशकै पीडा बोलेको छ र प्रश्न गरेको छ, अब यो पीडा कहिलेसम्म? कृपया उहाँको सम्मानको लागि यो भिडियो सबैले सक्दो सेयर गरिदिनुहोला।